नमस्कार हाम्रो हेलो साथीहरु सेवा नमस्ते म चाहिँ एकदम फिट एन्ड फाइन 100 मा 99 छु हैन हजुरहरु पनि सन्चै हुनुहुन्छ होला भन्ने ठुलो आशा गरेको छु आज हामी 3 जना भएर रामपुर जाने बाटोमा भिडियो स्टार्ट गर्दै छौं मेरो छोराले नि मुस्कान दिइराछ मेरो छोराको मुस्कानले पनि अलि भ्युज आउँछ कि अलि माया गर्दिनु हुन्छ कि भन्ने आशा छ यति धेरै छ आशाहरु आशा भरोसा हैन छोरा हो अरे आशा भरोसा छ हरेको हो भन्छ यति चाहिँ मेरो विश्वास नतोड्दिनु होला है साथीहरु अनि आज हामी चाहिँ जाँदै छौं रामपुरदेखि पर्ति र साकेलामा अनि म तपाईहरुलाई साकेला हाम्रो राईहरुको साकेला कस्तो हुन्छ त्यो पनि देखाउँछु है साथीहरु आज मेरो चाहिँ कल्चर ड्रेस छैन किनभने म घरदेखि बाहिर छु त्यही भएर साथीहरु हेर्दै गर्नु होला मलाई माया गर्दै गर्नु होला खै बोल्नु त उता जाँदैछ त गाडी पनि जाना कल्चर ड्रेसमा कति राम्रो कति राम्री भएर जाँदैछ म चाहिँ आज छैन म एक्लै हुनेवाला छु होला तर पनि केही छैन म तपाईहरुलाई चाहिँ देखाउने छु कस्तो डान्स हुन्छ हाम्रो राईहरुको कल्चर कति राम्रो हुन्छ भनेर म देखाउने छु है साथीहरु अनि तपाईहरु पनि भन्नु होला राईहरुले हात उठाउनु होला हाम्रो साकेला हाम्रो कल्चरलाई पनि प्रमोट गर्नुपर्छ है साथीहरु राईहरु जतिले अरूले पनि हेल्प गर्नु है अहिलेको लोकेसन चाहिँ हामी यहाँ छौं अब अझै उतै जानु पर्ने हो रामपुरदेखि अलि पर्तिर अरे हामीलाई पनि थाहा छैन अनि दिदीहरु चाहिँ पुरा कल्चर ड्रेसमा सजिलै हुनुहुन्छ राम्री हुँदै हुनुहुन्छ अब हामी पनि उहाँहरुसँगै जाने छौं अनि यस्तो छ यहाँ चाहिँ हामी नानीलाई शीतल होस् भनेर यहाँ बसेको उ छोरा चाहिँ चतरेको गरेछ कति हो कति राति चकचक त हेर्नु न नाच्नु त बुढा कसरी नाच्छ भरे बुढा पनि नाच्नेवाला हुनुहुन्छ है साथीहरु मेरो बुढा नाचेको चाहिँ एकदम देखाउनेवाला छ
के जान्छ हामी चाहिँ अहिले सप्तकोशी आइसकेको छौँ साकेला हेरेर पनि हामी चाहिँ चाँडै नै फर्केको हामी बाउ छोरा म चाँडै नै फर्केको किनभने हामी चाँडै नै धरान पुग्नुपर्ने हुन्छ अनि अब धरानमा गएर पनि थोरै काम छ थोरै काम सकाएर भोलिको लागि तयारी पनि गर्नु छ भोलि चाहिँ हामी तीर्थम फर्किँदैछौँ साथीहरू मेरो छोरा चाहिँ आज एकदम रिसाएर फुल्लिरहेछ के भएर खुब रिसाइरहेछ मेरो छोरा चाहिँ त्यही पनि केही छैन होइन छोरा केही छैन है साथीहरू भनिदिनुहोस् केही छैन है साथीहरू हामी चाहिँ अहिले सप्तकोशीको पुलमा आइसक्यौँ अब हामी बिस्तारै जानेछौँ साथीहरू अनि धरान गएर टक्कान टुक्कुन मिलाउनु छ